नमस्ते साथीहरू। आज हामी तपाईहरुलाई औषधि कम्पनीहरूका 4 महत्त्वपूर्ण तथ्यहरू लिएर आएका छौं। कृपया भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। तथ्य नम्बर 1, औषधि कम्पनीहरूले आफ्नो आम्दानीको करिब 1/3 रकम मार्केटिङ तथा विज्ञापनमा खर्च गर्छन्। यो रकम खोज तथा विकासमा खर्च गरिने रकमको दोब्बर हुन जान्छ। तसर्थ औषधिको मूल्य धेरै हुनुको कारण यसको मार्केटिङ तथा विज्ञापनमा हुने अधिक खर्च पनि एक हो। तथ्य नम्बर 2, एउटा नयाँ औषधि विकास गर्न एकदमै ठूलो रकम, समय र प्रयास खर्चनु पर्दछ। करिब $3 बिलियन को खर्च, करिब 10 वर्षको समय र मेहनतले मात्र नयाँ औषधिको विकास हुन सक्छ। त्यसमा पनि हजारौं औषधीय गुण भएका चीजहरूलाई जाँच्दा मात्र 1 या 2 औषधिहरू बजारसम्म आइपुग्न सक्छ। तथ्य नम्बर 3, तपाईले कहिले मनन गर्नुभएको छ? औषधि कम्पनीहरूको एउटा सानो गल्तीले मात्र पनि ठूलो जनसङ्ख्यालाई क्षति गर्न सक्दछ। तसर्थ औषधि कम्पनीले उत्पादन एवं विकास गरेका औषधिहरूको गुणस्तर र सुरक्षालाई नियमन गर्ने एउटा छुट्टै निकाय हुन्छ, जसलाई सामान्यतया FDA भन्ने गरिन्छ। तर नेपालमा भने DDA डिपार्टमेन्ट अफ ड्रग एडमिनिस्ट्रेसनले औषधि तथा औषधिजन्य पदार्थको नियमन गर्ने गर्दछ। तथ्य नम्बर 4, यो तथ्य भारतका औषधि कम्पनीहरूको हो। भारतका औषधि कम्पनीहरूले विश्व बजारको लगभग 30% जेनेरिक औषधिहरू उत्पादन गर्दछन्। साथै बिक्रीका दृष्टिकोणले हेर्ने हो भने भारतीय औषधि कम्पनीहरू विश्वकै चौथो ठूला विक्रेताहरू हुन्। हाम्रो भिडियो तपाईलाई कस्तो लाग्यो? कृपया राम्रो लागेमा भिडियोलाई शेयर गर्न नभुल्नुहोला।